पुराना मन्त्रीहरू यसरी जाममा बसेको देखिन्थेन। नयाँ मन्त्री आइसकेपछि जगदीश खरेलको गाडी हो यो, सञ्चार मन्त्री जगदीश खरेलको। हजुरलाई त जाममा बसेको पनि देखियो, सरल तरिकाले हिँड्नुभयो। यो विषयमा अब जनताले खोज्न चाहिरहेका छन्। मैले त खिच्या छु मन्त्रीजी, म त हाल्दिने हो। होइन, अब यस्तो, म चाहिँ जेनजी आन्दोलनबाट आएको जनताको युवाको प्रतिनिधित्व गर्ने र सबै जनताको प्रतिनिधित्व गर्ने मन्त्री हो। अब सबै जनता जस्तो हुनुहुन्छ म पनि त्यस्तै हो र त्यही नै हुनुपर्छ। सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना अनुसार नै म पनि आएको हो यहाँ। र सम्माननीयज्यूले के भन्नुभएको छ भनेदेखि अब घाइतेहरूलाई हामीले पटक पटक भेट्नु पनि पर्छ, उहाँहरूको बारेमा सोधखोज गर्नुपर्छ र अवस्था के भइरहेको छ त्यो पनि अपडेट भइराख्नुपर्छ र घाइतेहरूको उपचारमा कुनै कमी नआओस् भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको पनि एकदमै गहिरो चाहना रहेको छ। यो पनि म तपाईहरुलाई जानकारी गराउँछु।